गुड मर्निङ, नमस्ते हजुर। कर्म कर्म नगरी उपाय छैन। कर्म कस्तो प्रकारको हुने गर्छ भन्दा एउटा सत्य कर्म, एउटा असत्य कर्म, तर दुईटै कर्म हो। त सत्य र असत्य कसरी निर्धारण गर्छ भन्दा यो चेतनाको स्तरमा फरक पर्ने कुरा हो। त चेतना भन्दा पहिला अगाडि जाउँ। यो मनमा जस्तो जस्तो भावहरूको उत्पत्ति हुन्छ सोही अनुसारको कर्म निर्धारण गर्ने गर्छ। मेरो मनमा भोक लाग्यो भने खाने कर्मको उत्पत्ति मतलब खाने कर्मतिर मन लाग्ने भयो। त्यसको लागि कहाँबाट ल्याउने, चोर्ने, ठग्ने, झुट बोल्ने, सत्य तरिकाले खाने अथवा खाँदै नखाने, तर खाँदै नखाएर सम्भवै छैन, खानै पर्ने हुन्छ। अब खाने तरिका रह्यो त्यहाँबाट जन्जाल छ। त कर्म बिना हुनै सक्दैन। कर्म त चाहियो, गर्नै पर्यो। भावनाले निर्धारित गर्यो, मनको भावनाले कर्मलाई निर्धारण गर्यो। यो मन फेरि कसरी अपरेट हुन्छ भन्दा फेरि शान्ति चाहिन्छ यहाँ। तर मन कसरी अपरेट हुन्छ भन्दा मन लोभ, मोह, आसक्ति यी तीनटा कुरा मनमा बडो गहिरो तरिकाले जकडेर राख्ने सम्भावना हुने आउँछ कर्मभित्र रहेर। तर फेरि त्यहाँ पनि के को असर पर्छ भन्दा हाम्रा यी इन्द्रियहरू र परिस्थितिहरूकै कारण मनमा भावको उत्पत्ति यस्तो किसिमको भइदिने गर्छ कि उथुलपुथुलै हुन्छ। किनभने चिसो तातो सहन सकिँदैन, बिरामी सहन सकिँदैन, भोक प्यास सहन सकिँदैन। सोही अनुसार मनमा भावनाहरू उत्पत्ति हुँदा कर्म त्यही अनुसार हुने गर्छ। त साथीहरू के भनौँ यो छोटो छोटो भिडियोमा, त त्यो कर्म गर्ने क्रममा मनमा भएको उत्पत्तिहरूले गर्दा हामीलाई अप्ठ्यारोमा पार्छ, या कर्म गर्दा भागभोग विधाताको नियम अनुसार भन्छ, पूर्वजन्मका संस्कारहरूको उथुलपुथुल भन्छ। बडा गजब छ साथी। हवस् त, नमस्ते।